नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ जनकपुरधाम विमानस्थलमा रहेको बुधेयर काउन्टर तोडफोड प्रसङ्गबाट। धनुषा जिल्ला अदालतले जनकपुरधाम विमानस्थलमा रहेको बुधेयरको काउन्टरमा तोडफोडको आरोपमा पक्राउ परेका राजपा सांसद प्रमोद शाहलाई थप 4 दिन थुनामा राख्न आदेश दिएको छ। 10:15 बजे अदालतमा उपस्थित गराइएको सांसदलाई 5 नम्बर इजलासमा न्यायाधीश तीर्थराज केसीले थप अनुसन्धानका लागि सांसदलाई 4 दिन थुनामा राख्न प्रहरीले अनुमति दिएको छ। अदालतमा उपस्थित भएका सांसद शाहले आफू न्यायपालिकाको निर्णयलाई सम्मान गर्ने बताए। जनताको पीडा देख्न नसकी आफू आक्रोशमा आएको स्वीकार गर्दै सांसद शाहले आफ्नो मुद्दा जनतालाई छोडेको बताए। न्यायपालिका के हम सम्मान करै छियै और न्यायपालिका जे निर्णय करती है हमरा सर्वमान्य है। जनता के बीच में हम छोड़ली छियै। जनता एकरा गलत और सही के मूल्यांकन जनता करतै और निर्णय न्यायपालिका गर्दै। आफू एकजना बिरामीको पीडा सहन नसकेर आक्रोशित भएको बताउँदै सुधार गर्न केही न केही गर्नै पर्ने अवस्था रहेको उनको भनाइ छ। अदालतको श्रेष्ठदार यज्ञप्रसाद आचार्यले प्रहरीले अनुसन्धानका लागि 10 दिनको म्याद थप गर्न माग गरेकोमा अदालतले 4 दिनको म्याद थप गरेको हो। लागि मात्र चाहिँ अनुमति प्रदान गरिएको छ म्याद थपको र यसमा चाहिँ जस्तै विमानस्थलभित्र प्रवेश गरेर तोडफोड लगायतका कसुर गरेको उसमा चाहिँ त्यो गैर सैनिक त्यो विमान सम्बन्धी कसुरमा चाहिँ अहिले चाहिँ प्रहरीले चाहिँ अनुसन्धान गरिरहेको छ र यसमा चाहिँ अब 1 गतेसम्म चाहिँ म्याद दिएको छ र 2 गते शनिबार परेको 3 गते चाहिँ हाम्रो अदालतमा चाहिँ उपस्थित गराउनु पर्ने हुन्छ मलाई। प्रहरीले कस्तो कसुरमा मुद्दा चलाउने भन्ने विषय यकिन नभएको समेत उनले बताए। यता राजपा नेपालले बुधेयर विरुद्ध आन्दोलन थालेको छ। बिहान 8 बजेदेखि 9 बजेसम्म 1 घण्टा जनकपुरधामको रामानन्द चोकमा टायर बालेर चक्का जाम गरेको राजपाले कदम चौक स्थित बुधेयरको काउन्टरमा तालाबन्दी समेत गरेको हो। सो क्रममा राजपा समर्थक र प्रहरी बीच पटक पटक झडप समेत भएको थियो। राजपाका प्रदेश सांसद परमेश्वर शाह, सुरीता शाह, पूर्व सांसद दिनेश शाह र जनकपुरधाम महानगरपालिकाकी उपप्रमुख रीता मिश्र सहितकाले बुधेयरको कार्यालयमा धरना समेत दिएका थिए। सामान्य घटनालाई राजनीतिकरण गरी आफ्नो सांसदलाई बुधेयरले पावरको बलमा फसाउने काम गरेको भन्दै राजपाले बुधेयरलाई प्रतिबन्ध गर्ने रणनीति बनाएको छ। थप आन्दोलनका लागि राजपाले आजै दिउँसो 2 बजे जनकपुर उद्योग वाणिज्य सङ्घमा जनकपुरवासीसँग अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ। जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोद कुमार शाहको रिहाईको माग गर्दै वीरगञ्जमा पनि प्रदर्शन गरिएको छ। प्रदेश नम्बर 2 को सत्ता सहयात्री दल राजपा नेपालले शाहको रिहाईको माग गर्दै वीरगञ्जको आदर्श नगरमा रहेको बुधेयरको कार्यालय अगाडि टायर बालेर 1 घण्टा प्रदर्शन गरेको हो। बुधबार राजपा नेपालको अगुवाईमा करिब 100 को संख्यामा रहेको नेता तथा कार्यकर्ता सहभागी रहेका थिए। राजपा नेपाल प्रदेश नम्बर 2 का संसदीय दलका प्रमुख सचेतक परमेश्वर शाह, जनकपुरधाम महानगरपालिकाकी उपमेयर रीता झा, पूर्व सांसद दिनेश शाह लगायतका तालाबन्दी गर्न बुधेयरको टिकट बिक्री कक्ष कार्यालयको मूल गेटमा बसेर धरना दिइरहेका छन्। यसअघि राजपा नेपालले बुधबार बिहान शाहको रिहाईको माग गर्दै 1 घण्टा लामो चक्का जाम समेत गरेको छ। राष्ट्रपति विद्या भण्डारी म्यानमार प्रस्थान गर्नुभएको छ। राष्ट्रपति भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा 4 दिने राजकीय भ्रमणका लागि बुधबार बिहान म्यानमार प्रस्थान गर्नुभएको हो। त्यसपछि उहाँ म्यानमारबाटै जापानका सम्राट नारुहितेको राज्याभिषेक समारोहमा सहभागी हुन जापान प्रस्थान गर्नुहुनेछ। राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल, मन्त्रीहरू, नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नुभएको थियो। राष्ट्रपति भण्डारीको बिदाईमा नेपाली सेनाले पनि सलामी अर्पण गरेको थियो। हिजो पनि बसेछ सचिवालय हैन मिडिया थियो थिएन नै कुन दिनको कुराहरु अनि कुटनीति गर्न कोही पनि छैन के हो यस्तो दसैँको बेलामा छ त बङ्गलादेशकै
बङ्गलादेशको भयो एउटा उयसको होला राष्ट्रपति भण्डारीले म्यानमारको राजकीय भ्रमणमा रहँदा त्यहाँका राष्ट्रपति मिन्तसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ भने म्यानमारका स्टेट काउन्सिलर आङ सान सुकीसँग पनि भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। उहाँ कार्तिक 6 गते बुधबार बेलुका 8:30 बजे स्वदेश फर्कनुहुनेछ। नेपाल कम्युनिस्ट पार्टीले प्रतिनिधि सभा र प्रदेश सभाको सदस्यको उपनिर्वाचनका लागि कार्तिक 10 गतेभित्र उम्मेद्वारहरूको नाम सिफारिस गरी केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको छ। नेपाल कम्युनिस्ट पार्टीको बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको सम्बन्धमा सम्बन्धित निर्वाचन क्षेत्र स्तरको कमिटी र जिल्ला कमिटीसँग परामर्श गरी 3 जनाको नाम सिफारिस गरी कार्तिक 10 गतेभित्र केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको हो। निर्वाचन क्षेत्रीय कमिटी नबनेको स्थानमा जिल्ला कमिटीले सिफारिस गर्ने तथा प्रदेश सभाको सदस्यको हकमा पनि त्यही कुरा लागू हुने गरे निर्णय बैठकले गरेको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। सन्दर्भमा केही निर्णयहरू लिएको छ, जस अन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभाको सदस्यको उपनिर्वाचनको हकमा सम्बन्धित निर्वाचन क्षेत्र स्तरको कमिटी र जिल्ला कमिटीको परामर्शमा प्रदेश कमिटीले 3 जनाको नाम पार्टी केन्द्रमा कार्तिक 10 गतेभित्र सिफारिस गरिसक्ने र पार्टी केन्द्रले त्यसबारेमा अन्तिम निर्णय लिने। जहाँ निर्वाचन स्थानीय नगरपालिका वा गाउँपालिकाहरूको मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षको उम्मेद्वारका लागि भने सम्बन्धित गाउँ वा नगर कमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्ने पनि उहाँले जानकारी दिनुभयो। वडाको हकमा सम्बन्धित वडा कमिटी वा गाउँ नगर कमिटीको सिफारिसमा जिल्ला कमिटीले उम्मेद्वारको चयन गर्न सक्ने गरी बैठकले निर्णय गरेको छ। उपनिर्वाचन मङ्सिर 6 गते हुँदैछ। त्यसैगरी बैठकले संगठन विभागमा अष्टलक्ष्मी साक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई चयन गरेको छ। विवेकशील नेपाली दलको अध्यक्ष मिलन पाण्डे निर्वाचित भएका छन्। मंगलबार सम्पन्न निर्वाचनमा पाण्डे 58% मत पाएर विजयी भएका हुन्। करिब 5% मत नो भोटमा खसेको छ भने बाँकी शिवप्रसाद थापाले पाएका छन्। महासचिवमा निर्देश सिलवाल र नीति सचिवमा सञ्जीव भट्टराई निर्वाचित भएका छन्। उपाध्यक्ष, व्यवस्थापन समिति सचिव र कोषाध्यक्षको चुनाव आज हुँदैछ। लोकसेवा आयोगले सहसचिव र उपसचिव पदमा 688 जनाका लागि विज्ञापन प्रकाशित गरेको छ। लोकसेवाले निजामती सेवा र स्वास्थ्य सेवातर्फ 11औं र 9 तहका पदमा बुधबार विज्ञापन प्रकाशित गरेको हो। निजामतीतर्फ 181 जना सहसचिव र 393 जना उपसचिव तथा स्वास्थ्य सेवातर्फ 35 जना सहसचिव र 79 जना उपसचिवको विज्ञापन खुलाइएको लोकसेवा आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिए। सहसचिव र उपसचिव पदमा एकैपटक यति धेरै संख्यामा विज्ञापन खुलाइएको इतिहासमै पहिलो पटक हो। लोकसेवाले अप्राविधिकतर्फ प्रशासन सेवामा सबैभन्दा धेरै 37 जना सहसचिव माग गरेको छ। प्राविधिकतर्फ इन्जिनियरिङ, सिभिल हाइवेतर्फ 3 जना, बिल्डिङ एन्ड आर्किटेक्टतर्फ 2 जना सहसचिवको विज्ञापन खुलेको छ। प्राविधिकतर्फ नै हाइड्रो पावर, टेलिकम्युनिकेसन, केमिस्ट्री, मत्स्य, बाली संरक्षण, एग्रो इन्जिनियरिङ, वन र शिक्षा प्रशासनतर्फ 1-1 जना सहसचिवको विज्ञापन खुलेको छ। यस्तै उपसचिव पदमा प्रशासनतर्फ 70 र राजस्वतर्फ 5 जनाको विज्ञापन खुलाइएको छ। सप्तरीको सप्तकोशी नगरपालिका 1 हलेसी टोलमा गए राति आगलगी हुँदा 5 लाख मूल्य बराबरको क्षति भएको छ। डेली बहादुर बस्नेतको काठको 2 तले घरमा अचानक आगलगी हुँदा घरमा रहेको अन्नपात, लत्ता कपडा, भाँडाकुँडा, काठपात र नगद 10,000 गरी 5 लाख मूल्य बराबरको क्षति भएको पीडितले बताएका छन्। आगो निभाउने क्रममा घरधनी बस्नेतको अनुहार, हातखुट्टा समेत जलेको छ। उहाँको फतेपुर स्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ। स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब परीक्षक तिलक भारतीले बताउनुभयो। अटो रिक्सा आगजनी गरी नष्ट गर्ने सप्तरीको कञ्चनरूप नगरपालिका 8 का 26 वर्षीय सोनु मण्डल सहित उनका 5 साथीलाई सप्तरी प्रहरीले मंगलबार पक्राउ गरेको छ। कञ्चनरूप नगरपालिका 8 स्थित खतवे टोल बस्ने बलराम खतवेको स1 ह 3234 नम्बरको अटो रिक्सा आगजनी गरेको आरोपमा मण्डल सहित सोही ठाउँका 32 वर्षीय महाराज गुरुङ, 23 वर्षीय
जयप्रकाश चौधरी, 22 वर्षीय सागर चौधरी, 18 वर्षीय सन्तोष चौधरी, 18 वर्षीय रमेश खङ्गलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ। नेपाल प्रहरीले 4 किलोग्राम चरससहित 2 युवालाई पक्राउ गरेको छ। महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले अवैध रूपमा चरस बोकेर हिँडिरहेको जाजरकोटका 23 वर्षीय भुवन बुढा मगर र 28 वर्षीय नवीन प्रकाश पुनलाई मङ्गलबार साँझ पक्राउ गरेको हो। मृतकका प्रमुख प्रहरी नायब परीक्षक उमेश लम्सालले झोलामा चरस बोकेर हिँडिरहेको अवस्थामा उनीहरूलाई गुङ्गबुटबाट पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका दुवैलाई लागू औषध ऐन 2033 अन्तर्गत मुद्दा चलाइने वृत्तले जनाएको छ। हवस् त, अपन न्युजले यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।